ए ल ए हो बुवा तपाईहरु जन्मनु भएको ठाउँ ए के अरे यो बिलाउने भन्ने ठाउँ तपाईँको यही हो बुवा। तपाईँ यतै कतै जन्मिनु भयो होला होइन, घर यतै होला। ए पुरै भिड बाटो यस्तो सायद यो जस्तो लाग्छ पहिला हाम्रो घर। ए वार्ता बिलाउने बिलाउने तपाईँ यतै कतै जन्मिनु भयो होला कि। ए ल त तपाईँको ठाउँ यही वार्ता बिलाउने होइन, एउटा भिडियो बनाइदिएको। ल हेर्नु माथि पुरै पुरै यहाँ जस्तो लाग्छ अरे। यो चाहिँ प्रेम बहादुर भन्नेको घर रे, प्रेम प्रजा घर रे। यहाँतिर है सबैजना हामी ए हेर्नुहोस् त्यहीँबाट हो त्यही उता हो ममिल देखा बाटो। ल हेर्नु भाइ डाँडा काँडा अहिले पुरै सम्भव भएछ अहिले तपाईँको वार्ता बिलाउने। ल हेर्नु ए यता नि बाटो है, बाँसको झाङ है ए बाँसको झाङ ए। ल हेर्नु त पुरै सम्म छ ठाउँ पुरै अहिले त पुरै सम्म भएको छ भयो। ल हेर्नुहोस् है वार्ता पुरै ठाउँमा धारा है। ल हेर्ने बाँसको जाङ हावा मजा चलिरहेको छ। गोरेटो बाटो ए पुरै गोरेटो बाटो। ल तपाईँहरू हिँड्ने बाटै होला यस्तो लाउनु ए भाउजू पुरै अल्छी बानी पनि हिँड्नुबाट यो बाँसघारी छ, बाँसघारी सँगै तल अब हामी नहिने मान्छे त्यो भइहाल्छ नि। ल ठाउँमा धारा। ल हेर्नु पुरै धारा हर्र पानी आउँछ है धारामा पुरै ए खाने पानी हाल्छ धारामा ए। ल हेर्नुहोस् पुरै बिलाउने यो बिलाउने तपाईँहरूको होइन। ल पुरै वार्ता बिलाउने गयो। ल हेर्ने वार्ता बिलाउने मकवानपुर जिल्ला वार्ता हाम्रो हजुरबुवा बुबाहरू जन्मिनु भएको ठाउँ। यहाँ अधिकांश व्रतवलाहरू वृत्तिहरू कालाहातीको बसोबास थियो अरे भन्ने सुन्नमा आएको हो। अब अहिले त यहाँ अब पर्जाहरू नै व्यापक रूपमा बसोस गरेको देखियो। पुरै मकै बारी छ, पुरै घरहरू यहीँ तपाईँ टन्नै छ। सायद बुवाहरू पनि यहीँ जन्मिनु भएको होला भन्ने हामीले अनुमान गर्न सक्यो। पुरानो घरहरू त भत्किसके होलान् या यस्ता घरहरू बनेको रहेछन्। अब यसैलाई चाहिँ हामीले बुवा जन्मेको ठाउँमा फर्स्ट टाइम आइयो। हस् धन्यवाद।